Hi, my beautiful peoples. Welcome back to my channel. This is Dawa Sherpa from Sandakpur. And a very good morning to you all. आजको भिडियो भने सबै नेचरसँग सम्बन्धित मात्रै हुनेछ, एकदमै नेचरको मात्रै हुनेछ भन्ने यो हाउस होल्ड टाइपको कुनै पनि भिडियो नहुने भएकोले तपाईहरुलाई मेरो भिडियोमा स्वागत गर्दै अनि एउटा कुरामा क्षमा माग्न चाहन्छु। मेरो भिडियो चाहिँ लेट अपलोड भइरहेको छ किनकि म चाहिँ काइन्ड अफ बोर्डर क्षेत्रमा छु। म यहाँ चाहिँ घरि नेपालको सिम चल्ने घरि नचल्ने यस्तो हुन्छ। त्यही भएर अब इन्टरनेटको प्रब्लम भएको कारणले गर्दा मैले लेट अपलोड भइरहेको छ मेरो। सो त्यसमा बुझिदिनु होला भन्दै आजको भिडियोलाई म स्टार्ट गर्न चाहे। आजको मेरो भिडियो भनेको यस्तै हो, जंगल क्षेत्रमा घुम्ने मात्र छ। यसरी नै मेरो मर्निङ ड्युटी सुरु भयो। यो चाहिँ एकदम भित्री जंगल हो। यो चाहिँ मेन गरेर चाहिँ पाण्डाको लागि मेन हेबिटाइट हो। त्यो हेबिटाइटमा म तपाईहरुलाई घुमाउँदै छु। कसरी घुम्नु पर्छ, जंगलको बीचमा कस्तो बाटो हुन्छ त्यो तपाईहरुलाई देखाउँदै छु। यो ब्याम्बोको फरेस्ट हो, एकदम डेन्स ब्याम्बो फरेस्ट हो। र मैले भ्लग एडिट गरिरहँदा नि म जंगलमै बसेर गरिरहेको छु। ब्याकग्राउन्डमा सुन्दै हुनुहुन्छ होला चराहरूको आवाज छ। यो सबै पाण्डाको हेबिटेट एरिया। म चाहिँ बिहानैबाट यसरी जंगल छिरेर घुम्ने गर्छु। यो वरिपरि देख्दै गरेको सबै ट्रीहरू भनेको टेंगाहरूको ट्री हो, जसलाई चाहिँ सर्बस भनिन्छ। यो चाहिँ फ्रुटेड ट्री हुन्छ। यसमा चाहिँ यसले चाहिँ फ्रुट दिन्छ। त्यही फ्रुटहरू खाएर चाहिँ पाण्डाहरूले यो फ्रुट फलेको टाइममा चाहिँ पाण्डाको बच्चा हुन्छ त्यो टाइममा, अनि यो फ्रुट खाएर चाहिँ उसले आफ्नो एनर्जी बढाएर बच्चाहरूलाई दुध दिने काम गर्छ। जस्ट इन्जोय द भ्यू। यात्रामा रहेको मेरो सहयात्रीहरू उहाँहरू पनि मेरो अग्रजहरू हुनुहुन्छ। उहाँहरूसँग आज डुले पालुवा भएको खास मानिसको लाइफ पनि यस्तै भइदिए हुने थियो। एक सालमा वर्षमा एकचोटि फेरि सानो भएर हुर्किन पाए, नयाँ रूप धारण गर्न पाए कस्तो हुन्थ्यो होला। तर नेचरसँग लागिरहँदाखेरि यस्तो लाग्छ कि तपाईले पनि नेचर सँगसँगै यो बोट बिरुवा सँगसँगै तपाईले पनि नयाँ पालुवा फेरिरहनु भएको आभास हुनेछ। तपाईहरुको अनेक स्ट्रेसहरू हुन्छ जसलाई दूर गर्नका लागि तपाईहरु यस्तो ठाउँमा आएर इन्जोय गर्न सक्नुहुन्छ। अनि तपाई बल्ल रिफ्रेश हुनुहुन्छ। तपाई एकदम फेरि फ्रेश र तपाईको मुहारमा फेरि हाँसो छाउनेछ यो नेचरहरुसँग रमाउँदै गर्दाखेरि। यो चाहिँ जंगलतिर भेटिने फूल। यसलाई चाहिँ मेफल भनिन्छ। प्राय सहरी क्षेत्र युरोपतिर सहरी क्षेत्रतिर देखिए तापनि यो चाहिँ हाम्रो चाहिँ प्राकृतिक रूपमै छ। यो रोप्नु पर्दैन, यो आफै फलाउँछ। यो चाहिँ पतझर टाइपको वनस्पति हो। यसलाई चाहिँ हामी लोकल भाषामा चाहिँ कपासी भन्छौँ। र यसरी हामी के कुराहरू स्क्यानिङ गर्छौँ। पाण्डाहरूले यसरी नै स्क्यानिङ गर्नुपर्छ। यसरी पहाडी क्षितिजलाई बादलले ढाकिएको छ। यो तपाईले देख्दै हुनुहुन्छ दारिम। यो दारिम भन्ने फूल चाहिँ यो लेकमा चाहिँ यसले चाहिँ बर्खा लागेको आभास गराउँछ। यो चाहिँ बर्खायाम सुरु हुन सहित यो फुल्न थाल्छ। यो हत्तपत्त झर्दैन, निकै ठुलो हावाहुरी पर्यो भने झर्छ। र यसलाई चाहिँ लोकल मान्छेहरूले चाहिँ लेकको खुर्सानी पनि भन्ने गर्दो रहेछ। तर खुर्सानी जस्तो पिरो चाहिँ हुँदैन यो। र यो चाहिँ भदौको आसपासमा यो लटरम्मै फल्छ। यो पनि एउटा फ्रुटमा पर्छ। बर्खामा
फुल्ने फुल र बर्खामै फल्ने फलमा सबैभन्दा अगाडिको चाहिँ यही पर्छ जस्तो लाग्छ मलाई चाहिँ। यसरी स्प्रिङ वाटरहरू देखिन्छ। यस्तै पानीहरू पिउँदा यो यति स्वच्छ पानी छ, यहाँ कुनै प्रदूषण छैन, हरियाली छ, चिसो पानी। तपाईँको त्यो फ्रिजमा राखेको पानी जत्तिकै हुन्छ, चिसो हुन्छ यो पानी। तपाईँले यो पानीले नुहाउँछु भन्दा चाहिँ निकै गाह्रो पर्छ। यही हो दारिम मेन, त्यो अघि मैले खिचेको फुलको बोट चाहिँ यस्तो हुन्छ, निकै सुन्दर देखिन्छ। यो लेकाली क्षेत्रमा करिबन 2600 मिटरदेखि माथिको उचाइहरूमा प्राय देखिन्छ। फुलसँग फुलको कुरा गर्छन्। यहाँ चाहिँ तपाईँले देख्दै हुनुहुन्छ जङ्गली सुनाखरी फुल। सुनाखरी फुल केमा छ भने एउटा गुराँस फुलसँग उसको कोलाब्रेसन भइरहेको छ। ऊ गुराँसले चाहिँ उसलाई सुनाखरीलाई जग्गा दिइरहेको छ। देन मेरो ड्युटी भनेको आज फेरि यहाँदेखि चाहिँ मेरो ड्युटी चेन्ज भयो। पाण्डे ड्युटी छोडेर म गेस्ट रिसिभ गर्नको लागि म हाम्रो नेपालबाट आउँदै गरेको गेस्टलाई लिनको लागि म इलामको चोयाटार भन्ने क्षेत्रमा जाँदैछु। यो बाटो भनेको बोर्डरदेखि माथि जौबारी जाने बाटो हो। यो एकदम नेपाल साइडबाट चाहिँ एकदम अफरोड छ। यो सबैभन्दा पुरानो बजार जमुनाको नाका भनौँ, कुनै समयको नाका। यो जौबारी बजार देख्न सक्नुहुन्छ। यहाँदेखि उता गयो भने तपाईँ तुमलिङ पुग्नुहुन्छ भने यता लेफ्ट साइडमा जानुभयो भने गैरीबास र तपाईँ अगाडि बढ्नुभयो भने ठ्याक्क त जमुना इङ्ला पुग्न सक्नुहुन्छ। यो चाहिँ आलु विकासभन्दा माथिको क्षेत्रबाट खिचिएको दृश्य। एकदम डेन्स ठुलो ओपन ल्यान्ड भएको ठाउँ हो यो। यसमा चाहिँ यो चाहिँ नेपालको ल्यान्ड हो। यसमा वृक्षरोपणहरू भएको छ कि छैन त्यो चाहिँ थाहा भएन, तर एकदम ओपन ल्यान्ड छ। बाटो अफरोड छ, अफरोड पनि ग्राभल छ, त्यस्तो अप्ठ्यारो छैन। देन वी फाइनली रिच टु आवर डेस्टिनेसन। यो आले भन्ज्याङ। यहाँनिर चाहिँ यस्तो सिमेन्ट लाउँदै गरेको कारणले गर्दाखेरि चाहिँ हाम्रो गेस्ट यहाँसम्म आउने भएर अनि यहाँबाट हामीले पिकअप गर्नुपर्ने भएर चाहिँ हामी यहाँ वेट गरिरहेछौँ। वेट गर्नु यति अप्ठ्यारो लाग्छ मलाई, अल्छी लाग्छ। म सुत्दै उठ्दै गरिरहेको थिएँ, निकै बेर वेट गर्नु पर्यो। अनि फाइनल्ली हाम्रो गेस्ट आइसक्नु भएपछि चाहिँ गेस्ट लिएर हामी आफ्नै स्टेमा आइसक्यौँ। आज चाहिँ बेलुकासँग यस्तो वेदर भइरहेको छ, हल्का चिसो त भइरहन्छ जहिले पनि। त्यही हो गाइज, किप लभिङ, किप सपोर्टिङ। भिडियोलाई यहाँसँग हेरेर सपोर्ट गर्नुभयो, यसरी नै साथ सहयोग गर्दै जानुहोला भन्दै रुरल टुरिज्मलाई माथि उठाउनको लागि आफ्नो ठाउँबाट धेरै कोसिस गरिरहेको छु म पनि। तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मलाई आशा छ। नेपालपट्टिबाट जुन प्रकारको टुरिस्टहरू हामीले भित्राउन खोजिरहेको छौँ, अहिले त जोस् मैले गरेको कोसिसहरूले सफलता पाउँदैछ। त्यही भएर तपाईँहरूले पनि साथ दिनुहुन्छ भन्ने आशाको साथ भिडियो हेरेर यहाँसँग साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको अध्यायबाट मैले पनि बिदा माग्ने बेला भयो। हस्त, नमस्ते, बाई बाई।